अब बिहान बिहान मल बोकेर खेततिर हिँड्ने गहुँसँग लगाउनु पऱ्यो, तोरी छर्नु पऱ्यो होइन। मेहनत त गर्नु पऱ्यो नि, गाउँमा बसेपछि कति किनेर खाने। आफ्नो खेतबारी बाजो राखेर होइन किनेर खाएर हुन्छ सबै कुरा। हर्क साम्पाङजीले श्रमदान गर्न सिकाउनु भएको छ। श्रम गर्नु पऱ्यो, माटो छुनु पऱ्यो, उत्पादन हुन्छ, बल्ल खान पाइन्छ। आफ्नै देशमा आफ्नै माटोमा फलेको होइन, पोसिलो, कति आनन्द छ। त्यही भएर माटो नछुने व्यक्ति नेपाली होइन। सहर बजारमा बसेर खुट्टा हल्लाएर खाएर त्यो निरोगी भएर काम छैन। गाउँमा बस्नु पऱ्यो, फ्रेस खानु पऱ्यो, फ्रेस। अब यदि पुरै कुहिरो लाग्छ, बिहानको बल्ल 6 बजे हो। न रात न दिन न बिहान भन्नुपर्छ कि खेती किसानी गर्ने मान्छेहरूले होइन। एनी टाइम खट्न सक्नुपर्छ, एनी टाइम। टाइमको कुनै लिमिट छैन क्या हाम्रो। जतिखेर पनि आएर खेतमा गर्नुपर्छ क्या। यस्तै हो भाइ। बिहान 6 बजी उठ्ने, खेतमा जाने हो, मलसल छिर्ने, अनि ट्र्याक्टर आउँछ, ट्र्याक्टर जोत्छ होइन, तोरी सोरी छर्यो, यताउता गरेर गहुँ लगाउने, आफ्नै माटोमा श्रम गरेर खाने। जति फल्छ होइन। अब फल्दै नफल्ने चिज नेपालमा हुँदै नहुने चिज त बाहिरबाट मगाउनै पऱ्यो। अब नहुने चिज त्यस्तो छैन। हामीले कोसिस गऱ्यो भने सबै ठिक गराउन सकिन्छ। तर भने जस्तो एउटा लिडरसिप देशले पाएको छैन होइन। त्यही भएर म भन्छु हर्क साम्पाङलाई चाहिँ योपालि जिताउनु पर्छ है, सबै नेपाली मिलेर। कहाँनिर राख्ने मल? अनि त्यसपछि बल्ल देशमा केही परिवर्तन आउँछ क्या। किनकि श्रम गर्न सिकाउने मान्छेले भ्रममा राख्दैन क्या। बुझ्नु भने गाइस, यति कुरा चाहिँ याद गर्नु क्या। भ्रममा राख्नेले श्रम गर्न सिकाएनन् होइन, तर श्रम गराउन सिकाउनेले भ्रममा राख्दैन। And that person is only one what? Harka Sampang or revolution. एउटा प्रकाश हो क्या ऊ व्यक्ति भनेको। एउटा घामको किरण जसरी बिहान सरर फैलिँदै जान्छ नि, त्यस्तै प्रकाश हो व्यक्ति। मलाई चाहिँ राम्रो लाग्छ। अब सबैलाई राम्रो लाग्छ भन्नु छैन होइन, तपाईँहरूको आफ्नो इच्छा हो। 15 किलो मल बोकेर आएको है त गाइस।